घरमा कोही छैन है आज? आज बुवा आमा बाहिर जानुभएको छ, हुनुहुन्न घरमा। एकदम मौका पर्यो। अलि आराम त के टाइम पर बजे आऊ न। अहिले त म भनेपछि मरिहत्ते गर्थ्यो। घरमा कोही नहुँदाखेरि के भएको तिमीलाई? बुवा आमा अहिले टुप्लुक्क आइपुग्नु भयो भने के भन्नुहुन्छ? ढोका लाएर पनि आगो लाएर आउँछ। जे पाइ त्यही नभन्नु। अनि के भयो त ढोका आगो लाएर तिमीहरूमा बस्दाखेरि? अनि मन पराउँछु भने त? अनि मन पराउँछु भन्दैमा घरमा ढोकामा चुक्कु लाएर बस्छन् त। अनि मन परे मान्छे के अनि टुँडिखेलमा गएर बस्छन् त? खुल्लम खुल्ला चौरमा गएर बस्छन् त? होइन त्यो भनेको होइन के भने त तिमीले? बुवा आमा भएको घरमा यस्तो गर्नुहुन्छ त? खाना बसाइ गा तिमीले? खाना बसाल्दा के खुसी लाग्यो? हे खाना अलि बेला खाउँला के पहिला ढोका लाएर न। अहिले बुवा आमा झस्सा आइपुग्नु भयो भने? आइपुग्नु भयो भनेदेखि उचिना छैनछन् मलाई। के भयो त पछि बिहे नै गर्ने हो कि बसेर ज्वाइँ आएर छोरीसँग भन्छन् नि? बिहे नै नगरिकन जे पाए त्यही भन्छन्। अब बिहे नै अब बिहे भयो भन्ठान न हाम्रो। ल हिजो बिहे भयो भन्ठान नि त। त्यस्तो कुरा चाहिँ नगर्नु है, बिहे नै नगरिकन। कस्तो कुरा। तिमीलाई म मनपर्छ पर्दैन? ल मन पर्यो भन्दैमा बिहे नै नगरिकन घरमा आएर बुवा आमा नभएको बेलामा ढोका लाएर बस्दाखेरि अनि बुवा आमा आइपुग्नु भयो भने के भन्नुहुन्छ? मन परेको फुल टिप्न पाउनुपर्छ पाउनु पर्दैन? मन परेको फल टिपेर खान पाउनुपर्छ पर्दैन? मान्छेले जस्तो आँप पाकेको छ रुखमा होइन, तिमीलाई त्यो पाकेको आँप खान मन लाग्यो भनेदेखि अब त्यो आँप खानलाई के पूजा आजा धुप सिन्के धुप बालेर मान्छे जम्मा गरेर म यो पाकेको आँप खाउँ भन्छ कि मान्छेले गरेर टिपेर खान्छ त? एउटा कुरा पायो भने 10वटा कुरा जोड्नुपर्छ। कुरा मात्रै होइन कि यहाँ मन पनि जोड्नुपर्छ कि अलि आऊ। अनि मन रहेछ त तिमीलाई पनि के बेकार तर्किरहेको? होइन मन भए पनि बुवा आमा हुनुहुन्छ नि त, डर लाग्दैन त मलाई? बुवा आमा आयो कि भन्दा छोरी चाहिँ बसेको छ नि ढकढक गऱ्यो भनेदेखि यहाँ बसेको छौ भनिदिन्छु। तिमी भन न, हामी बिजी छौँ यहाँ भन, हुँदैन? जे पनि सिकाउनुहुन्छ, जे पनि सिकाएको हो र भनेको। तिमी मसँग बिहे गर्ने नभन भन। बिहे गर्ने बल्ल बिहे गरेपछि यसरी बस्न। तिमी कुन जमाना छौ के? तिम्रो बाउ आमाको मेरो बाउ आमाको जमाना हो र बिहे गरेपछि हेतेरी त्यो चिठी पनि कति लाग्यो? मेरो कुरो सुन, यो जमाना भनेको आधुनिक जमाना, 21औं शताब्दी भन्छ, नयाँ युग। अब अहिले त के भने बिहे गर्नुभन्दा अगाडि डेटिङ जाने, घुम्न जाने, महिनौ दिन कतै गएर बस्ने, त्यसभन्दा पछाडि बिहे गर्ने हो कि। मान्छेको 6-7 वर्ष 8 वर्ष रिलेसनमा बस्छन्। ल रिलेसन भन्ने थाहा छ तिमीलाई? के हो रिलेसन भनेको? रिलेसन भनेको त्यो सन चाहिँ नजन्माउने, अरू चाहिँ भइराख्ने हो कि। त्यो सन छ नि पछाडि रिलेसन। सन भने छोरो चाहिँ नजन्माउने होइन, छोरो जन्माउने काम चाहिँ गर्ने। जे मन लाग्यो त्यही बोल्नु। हेर्दै यहाँ सुन